राखेको छु। परमप्रभुले तपाईहरु मलाई प्रेम गर्नुहुन्छ अनि साच्चै नै परमप्रभुमा असम्भव कुराहरु चाहिँ परमप्रभुमा सबै कुरा सम्भव छ। आमेन। प्रभुलाई धन्यवाद होस्। र हामी सबैजनाले लुका 8 को 40 पदबाट हामी हेर्नेछौँ है। लुका 8 आज म पढ्नेछु। यसो फर्केर आउनुहुँदा भिडले उहाँलाई स्वागत गर्यो, किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए। एयास नाउँको एकजना सभाघरका शासक आएर येशूका पाउमा परेर तिनको घरमा आउनुहोस् भनी उहाँलाई बिन्ती गरे, किनकि 12 वर्ष पुगेकी तिनकी एकमात्र छोरी थिइन् जो मर्न लागेकी थिए। 12, 13